जग्गा चाहिँ कुन चाहिँ जग्गा उयो भन्छ नि जम्पाना यो पारिपरिको पो होला है पारितिर गाउँको नेपाली रातो खबर भएको हो त्यो त फेरि त्यो फ्याक्ट्री दिनको माथि टी गार्डन एरिया पर्छ हजुर गुड मर्निङ बाटो त त्यही हो नि त जम्पाना हेरेर जग्गा त धेरै राम्रो रहेछ रमाइलो खालके तर दिन अलिकति घुम्नाले गर्दाखेरि त्यति टाढाको यो बाटो पनि स्थिति भ्यूहरू देख्न सकिएको छैन जम्पानाको छेउबाट चाहिँ अब के कस्तो प्रकारले हुँदैन है यो फ्याक्ट्री छ भने चाहिँ पर पुगेर नै देखाउने कोसिस गर्दछु भने मोटामोटी अब जङ्गपाना पुगिसक्यो है बिहा घर पनि पुगिसकेँ र हामीलाई अब वेलकम हामी गरिसक्यौँ र अब यहाँबाट भित्र बस्ने है बिहा घर चाहिँ यही हो र हामी सबैजना भित्र प्रवेश गर्न थालिए चिनाजाना कसै कसैलाई देख्न थालिसकिरहेको छ भनेदेखि यहाँनिर सजाउटले हरिहरौ भइसकेको रहेछ र हामी अलिकति छिटो आइपुगेको कारणले गर्दाखेरि यहाँनिर विवाहमा आउने व्यक्तिहरू चाहिँ खासै आइपुगेको थिएन र धेरै वर्ष पछाडि धेरै साल पछाडि दिदीहरूसँग भेट भयो है भान्जीहरूसँग यो भानिजको विवाह हो है भानिजबरी धेरै वर्ष बाद पछाडि चाहिँ भानिजको बिहामा है सबैजना भेट भएको छौँ आजको कार्यक्रम यति नै साँझ परिसकेको छ र धेरै टाढो जानुपर्नेले गर्दा